यो मुलुकमा अचम्म मान्नुपर्ने विषय नै यति धेरै छन् कि अचम्म मानेरै साध्य छैन। मुलुकको अर्थ आर्जनको आधार मध्ये एक हो उद्योग। जुन मुलुकमा उद्योग धन्दा राम्ररी चलेका छन् ती मुलुकमा समस्याहरू कम हुन्छन्। यो हाम्रो देशमा गत असोज 24 गतेदेखि करिब 6 महिनादेखि उद्योग मन्त्री नै छैनन्। एउटा सिङ्गो देशलाई उद्योग मन्त्री चाहिन्छ भन्नेसम्म पनि महसुस छैन। यो भन्दा ठुलो आश्चर्य अरु के हुन सक्ला? उद्योगी व्यवसायीहरूका लागि कयौं नीति बनाइदिनु पर्ने हुन्छ, सहकार्य सहयोगको आवश्यकता पर्छ, तर देशमा उद्योग मन्त्री नै छैनन्। हुन त मन्त्री नै हुँदा पनि आजसम्म उद्योगीहरूलाई खासै के नै लाभ भएको थियो र देशलाई नै के लाभ भएको छ र? एउटा लाभ चाहिँ भएको हुनुपर्छ। घुस खुवाउनु पर्ने एउटा ठाउँ भए नि घटेको छ। सम्भवतः उद्योगी मित्रहरूले उद्योग मन्त्री नै नहुँदा पनि खासै चासो नदिएको यही भएर होला। मन्त्री भए पनि नभए पनि कुनै तात्विक फरक पर्ने त होइन, बरु नभएकै ठिक। खुवाउनु पर्ने एउटा निकाय भए पनि त कम भयो। यो व्यङ्ग्य र सत्यको बीचतिरको भनाइ हो, मिलाएर बुझ्नु होला। तर मुलुकको प्रगतिको आधार मानिने उद्योग क्षेत्रलाई प्रतिनिधित्व गर्न त सरकारले सबैभन्दा तगडा व्यक्ति छानेर उद्योग क्षेत्रलाई टेवा दिनको लागि त्यस मन्त्रालयमा पठाउनु पर्थ्यो। उद्योग मैत्री कानुनहरू भटाभट बनाएर उद्योग खोल्न चाहनेहरूलाई सुविधा र सहुलियत स्थापित उद्यमीहरूलाई हौसला दिनु पर्थ्यो। कोभिड महामारीले थला परेका उद्योगीहरू छन्, तिनलाई हतोत्साहित नहुनुहोस्, हामी छौँ, सरकार छ भन्ने एउटा मन्त्री तिनै चोलेन्द्र श्रीमानका जेठा नै भए पनि हुनु चाहिँ पर्थ्यो। अर्को एङ्गलबाट भन्दा बिना उद्योग मन्त्री पनि देश चल्ने के सिस्टम हो यो हाम्रो? कुनै पनि मन्त्रालयमा एक दिन मन्त्री नहुँदा पनि ठुलो असर गर्छ। त्यो पशुपक्षी मन्त्रालय नै किन नहोस्, हुनु र नहुनुमा धेरै फरक पर्छ। तर मलाई थाहा छ त्यो खाली रहेको मन्त्रालयमा कुनै तगडा र लायक मन्त्रीको खोजी गरिएको छैन। सरकार बचाउन, गठबन्धन जोगाउन त्यो महत्त्वपूर्ण मन्त्रालय बार्गेनिङमा परेको छ, कुरेर बसेको छ। देशको एउटा महत्त्वपूर्ण मन्त्रालय कुनै क्यापेबल मन्त्री कुरिरहेको छैन, भागभण्डाको मोहरा कुरिरहेको छ। आज देशका उद्योगी व्यापारीहरू बाध्य भएर खुलेरै एउटा न एउटा दलको झन्डा समाउँदैछन्। अधिकांश राज्यका नीतिले उद्योग र उद्योगीको संरक्षण गर्दैन। कुनै नेताको दौराको फेरो समाते मात्रै आफ्नो उद्योग सुरक्षित हुने भएकाले होला कयौं उद्यमीहरू आफ्नो फ्याक्ट्रीमा भन्दा नेताको लिभिङ रुम र बेडरुममा भेटिन्छन्। मनले त कहाँ मान्छ होला र? तर एउटा नेता नसमाते त लुटिया डुब्छ। त्यसैले कयौं उद्योगी व्यापारीहरू खुलेरै राजनीतिक दलमा समेत लागि परेका छन्। उनीहरूले अर्को कुरा पनि बुझिरहेको, मैले यो घरखेत राखेर, उनले बुझिसकेका छन्, मैले यो घरखेत राखेर सरसापड ऋण धन गरेर वर्षौं मेहनत गर्दा समेत कमाउन नसकेको पैसा एउटा नेता बिना लगानी जिन्दाबाद मुर्दाबाद भनेर जेल छिरेर कमाउँछ भने त्योभन्दा ठुलो उद्योग के? बिना लगानी केही वर्षमै मालामाल हुने उद्योग राजनीति बाहेक अर्को के हुन सक्ला? करोडौंको लगानी गर्ने उद्योगीलाई बैंकले चाह्यो भने 1 मिनेटमा फुटपाथमा पुर्याइदिन्छ। तर 10-15 वर्ष अगाडि फुटपाथमा देखिएको नेता हप्तामा 3 पटकसम्म हेलिकप्टर चढ्छ। यो भन्दा ठुलो उद्योग के? नेता चिनेर वा किनेर नीति बनाउन लगाएर बल्ल व्यापार व्यवसाय गर्न सक्ने केही उद्योगीलाई त फरक नपर्ला, अरूलाई चाहिँ देशमा उद्योग मन्त्री नै नहुँदा निकै कठिनाइ भएको छ। द्रुत गतिमा विकास गर्नुपर्ने उद्योग कल कारखाना अनि समय सापेक्ष नीति नियम कानुन बनाउनु पर्ने यस्तो बेलामा यही महत्त्वपूर्ण मन्त्रालयलाई खाली राखिनुले सरकारको प्राथमिकता गठबन्धन र चुनाव बाहेक केही होइन भन्ने प्रश्न गरेको छ। सधैँ यो मन्त्रालय खाली राखेर त के साध्य चल्ला ल? तर अब राखिने मन्त्री कमसेकम उद्योग बुझेको मान्छे होस्। एक थाना हारछाला मासुको थुप्रो पठाइदिएर उद्योग वाणिज्य जस्तो महत्त्वपूर्ण र अर्थपूर्ण मन्त्रालय चल्दैन। र अन्त्यमा म स्वर्गीय नेता नवीन्द्रनाथ जोशीलाई सम्झिरहेको छु, जसले उद्योग मन्त्रालय सम्हालेको छोटो समयमा पनि नेपाल औषधि लिमिटेडलाई पुनर्जन्म दिने जस्ता अजम्बरी काम गरेर गएका थिए। देशको उद्योग मन्त्रालयले त्यस्तै मान्छे खोजिरहेको छ। आउनुहोस् सुरु गरौँ जनताको चासो गुनासो र प्रश्न सहितको विशेष कार्यक्रम सीधा कुरा।